So yo guys, welcome back in the new video है guys हैन आज चाहिँ मेरो वान अफ मेमोरेबल डेज भन्न लागेको छ है किनभने आज मेरो फेयरवेल छ फेयरवेल 10 क्लासको अनि आज चाहिँ ट्रेडिसनल ड्रेस लाउनु पर्छ अरे हैन मम्मी यता हेर्छु एकचोटि म हैन दौरा सुरुवाल लाम कि फर्मल ड्रेस लाम कि कुर्ता लाम भन्छ त दौरा सुरुवालै लाऊ बाबा हजुर के भन्छ न दौरा सुरुवालमा एकदम हेल्सी देखिन्छ अनि त्यस्तो फेयरवेल पार्टीहरूमा त्यस्तो प्रोग्रामहरूको लागि दौरा सुरुवाल चाहिँ एकदम सुइटेबल हुन्छ गाइस दौरा सुरुवाल लाउँछ गाइस त्यही हो है पुग्दैन मेरो स्कुल चाहिँ यहाँ अलिक जुम गर्नुपर्छ है त्यही हो गाइस ल म एकछिनमा टप्पसँग होइन अब टप्पसँग दौरा सुरुवाल लाएर भेट्छ है त गाइस फाइनली आइरहनु लाग्यो दौरा सुरुवाल है कहाँ ढुसी परेर थर्केको थियो गाइस है गाइस ल गाइस 150 उठाएर हालेको हाम्रो बहिनीहरूले माया गरेर स्कुलको चोरेन भन्नु साउन्ड चाहिँ उस हाल्छ साउन्ड होइन म त यही हालेर लगाएँ यस्तै हो स्कुल क्याप्टेन होइन तिमी स्कुल क्याप्टेन होइन तर स्कुल क्याप्टेन हाल्दा त्यस्तो भयो हरिबिजोक छ हरिबिजोक गाइस ल त्यही होला गाइस मलाई भाइले आइ गरेर चाहिँ गाइस ल यतिको चाहिँ परे गाइस सुरु भइसक्यो ल सँगै
जस्तो धन्यवाद भाइ बहिनी मलाई 13 वर्षसम्म पढेँ तर यहाँ उपस्थित विद्यालय समितिका सम्पूर्ण सदस्यहरू गुरुवर्गहरू र सम्पूर्ण मेरा प्यारा साथीहरूलाई म समूहमा अभिवादन गर्न चाहन्छु। म आज यस कार्यक्रममा आफ्नो 13 वर्षको अनुभव व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त विद्यालय व्यवस्थापन समितिलाई विशेष धन्यवाद दिन चाहन्छु, जसको प्रयास र समर्पण बिना हाम्रो विद्यालयले यो सफलता हासिल गर्न सक्ने थिएन। उत्कृष्ट सिकाइ, स्रोत साधन र अवसरहरू प्रदान गरिदिनु भएकोमा हामी सधैँ आभारी रहनेछौँ। विद्यालय केवल एक ठाउँ मात्र होइन, हाम्रो दोस्रो घर हो। यहाँ बिताएका हरेक पलहरू, शिक्षकहरूबाट सिकेका अमूल्य ज्ञान, साथीभाइहरूसँगका रमाइला क्षणहरू, गल्तीहरूबाट सिकेका पाठहरू सबै हाम्रो जीवनका अटुट यादहरू बनेका छन्। हामीले यहाँ हाँसो र आँसुका अनगिन्ती क्षणहरू बितायौँ। कहिलेकाहीँ गृह कार्य पुरा नगरेर डराउँदै कक्षा कोठामा प्रवेश गर्यौँ। कहिलेकाहीँ उत्कृष्ट अङ्क ल्याएर खुसियाली मनायौँ। वार्षिक उत्सव, परीक्षाको चटारो, यी सबै क्षणहरू आज सम्झँदा मन भारी भइरहेको छ। सबैभन्दा ठुलो धन्यवाद हाम्रा आदरणीय शिक्षकहरूलाई दिन चाहन्छु। उहाँहरूले हामीलाई केवल किताबका पाठ मात्र होइन, जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउनु भयो। तपाईँहरूको मेहनत, धैर्य र स्नेह बिना हामी यो स्थानसम्म पुग्न सक्ने थिएनौँ। हाम्रो ज्ञानका उज्यालो दीप बन्नुभएका आदरणीय शिक्षकहरू, तपाईँहरू केवल शिक्षक मात्र होइन, अभिभावक सरह हुनुहुन्छ। कहिलेकाहीँ हामीले तपाईँहरूको कुरा नबुझेर गल्ती गऱ्यौँ होला, तर तपाईँहरूले हामीलाई कहिले अस्वीकार गर्नु भएन। सधैँ सच्याउने काम गर्नुभयो, सधैँ माया गर्नुभयो र सही बाटोतर्फ डोर्याउनु भयो। हामी जहाँ भए पनि तपाईँहरूले दिनुभएको शिक्षा सधैँ आत्मामा रहनेछ भन्दै यस मञ्चबाट बिदा हुन चाहन्छु। धन्यवाद। कक्षा 10 मा अध्ययन गर्ने भाइ बहिनीहरूलाई मेरो मनैदेखि नेपाली छङ्गलाई छाप नेपाली छङ्ग सरलाई छाप नेपाली छङ्ग सरलाई छाप नेपाली छङ्ग सरलाई
केक आइसकेको छ केक ओ लिउ प्रिन्स छिटो केक लिउ न केक ल सेट म ओके मलाई अलि धेरै ल्याइदिनु है गाइस मेरो मात्रै बाँकी भयो गाइस आउँदैन आउँछ गाइस मलाई अब हेरौँ कति आउँछ मेरो कोहीहरू कति माया गर्छ मलाई हेरौँ गाइस त्यही हो गाइस हामीको फाइनली होइन हामीको टिचर्स अनाउन्स भइसकेको छ है अरू स्कुलबाट शिव सर रितु मिस लक्ष्मी मिस पूर्ण मिस अल आर डन के गाइस अनि हामीकोमा साइन्स टिचर त्यो गाइस सब टिचर्स यता हुनुहुन्छ है गाइस म एकछिन तपाईँहरूलाई गिफ्ट देखाउँछु है गिफ्ट मजाले मलाई के दिएको छ है गाइस है ल एकछिन एकै रुपियाँ भन्नु कि आउनु सक्नुहुन्छ है गाइस के गायो यो चाहिँ मलाई होला है मलाई यस्तो लाग्यो ओ माई गड रोज रहेछ ल गाइस त्यही हो ल ब्रो मिर्च चाहियो मलाई बनाउनु त गाइस होइन त्यस्तो पार्टी त त्यस्तो होइन हामीले देख्नु जस्तो रहेछ तर अलिकति म निराशापूर्वक छु गाइस हामीले गयो भने यसरी छ तर गइ खानुपर्छ भने मेरो घरमा एकदमै निराशापूर्वक भाइ लास्टसम्म म चाहिँ बोल्दैन आउँछ लास्टसम्म म चाहिँ बोल्दैन आउँछ ल गाइस त्यसै अब त लास्टमा चाहिँ हामीहरूलाई खानपिन पनि सक्यो मेरो पेट भुँडी फुलिसक्यो गाइस है मजाहरू म आज जाने बेला एकदमै रोएँ क्या रोएँ कराएँ होइन हरिहत्ते गरेँ मेरो भाइ म आउँछु कि तिमीले भेट्नुलाई चक्लेट लिएर आउँछु भाइ यहाँ यो अर्को पनि रुन लाग्यो ऊ पताइ फर्केर ल गाइस ऊ त्यहाँ कालो कुकुर लिइरहेको छ है त्यहाँ कुकुरलाई देखाइदिएन गाइस 100 रुपियाँ नदिए पनि मेरो माया होइन उनीहरूलाई सधैँभरिको लागि छ है अब त्यही हो गाइस मलाई सानो बच्चाहरू दिएको म के लिएर पढ्छु है त अब यो आई डोन्ट नो के छ यो गाइस यो मलाई दोस्ती चाची भन दोस्ती कति क्लास दिएको यो खोल्यो न एकचोटि ल गाइस है के हो एकछिन दादा म तपाईँलाई माया गर्छु दादा मेरो घर जसरी पनि आउनु है तपाईँलाई बधाई गाइस निरन्तरता दिन्छु गाइस होइन त्यही हो गाइस अब यत्रो 13 वर्षसँग साथीहरूसँग सँगै बस्यो अब छुट्टी दिन आइसक्यो गाइस है त्यही हो ल हाम्रो दोस्त खाँदैछ अब आज दोस्त के भनौँ न यहाँ के हो गाइस यस्तो हुन्छ गाइस अब यो अर्को यो 9 क्लासको पुच्चा पुच्चीहरू दिएको हेर है 9 क्लासको मेरो भाइ प्यारो भाइ बहिनीहरूले पुच्चा पुच्ची होइन दोस्त पल्टाइदियो नि एकचोटि यार ओहो सनफ्लावर दिएछ कि सनफ्लावर गुड लक on your exams trust yourself you can do this yes I can do this guys hey work hard and stay focused okay max right hey guys हाम्रो दाइ के भन्दिनु दाइ हामीको अन्तिम दिनमा हजुर हजुर एकदम नम्बर डिसिजन आएर चाहिँ पठाउनु हुनु मलाई हौसला यो अब मेरो मैले यहाँ ट्याग पनि पाएको छु यो राम्रोसँग देखेको छ दोस्त गाइस मैले सिङ्गरको ट्याग पाएको छु है उसले तिमीले के को ट्याग पाएको छ दोस्त तिमीले चामिङको पाएको छ दोस्त होइन गाइस यो ट्याग चाहिँ सबैलाई डिफ्रेन्ट रहेछ मैले सिङ्गरको ट्याग पाएको छु गाइस त्यही हो ल अब गाइस एकदमै यस्तो नहोला के गाइस यस्तोमा रुने मन लाग्छ गाइस हो यार गाइस होइन आज हामीको प्रोग्रामको बारेमा चाहिँ सरले केही शब्द राख्नु चाहनुहुन्छ है सर के भनिदिनु न त सर आज ल पहिला नमस्ते यो 2081 सालको यस स्पेलिङ भ्याली मिस स्कुल
ग्याङको ब्याचको आज अन्तिम दिन हामीले फेयरवेल कार्यक्रम गरेका छौँ। सबै विद्यार्थी भाइ बहिनीहरूलाई यसरी राम्रोसँगले दिनु मेरो शुभकामना छ। थ्याङ्क यू सर, थ्याङ्क यू गाइस। त यो फाइनली गर्ने भिडियो है, सो टायर्ड है। ए हो है, दिस इज माई लुक्स। आज गिफ्टहरू चिया पिइरहेको छु।